कस्तो डरले देखिरहेको होला है होइन यस्तो त्यस्तो अब जाउँ न लिएर आउँ न के उ त्यो ओइ कहाँ हिँडेको ओइ जोडा ल्याउनु छ भ्यू उता छ एकछिन बस होइन न केटा ल आएछ भ्लग गरिदिनु त ल गाइस फाइनली गाइस हामी शीतलपाटी शीतलपाटी आइपुग्यौँ र हामी यहाँ भ्यू हेर्दा डाँडा चढेर चाहिँ बिहा हेर्न सक्नुहुन्छ गाडी भाइ आउनु यहाँ ऊ यो चाहिँ मेरो भाइ भाइ तिमी कति क्लासमा भयो म कालेपाई नर्सरीमा हो उयो माथि जाउँ म अविनाश उयो माथि त्यो डब्बा शीतलपाटी अँ जान्छ त्यहाँ दामी छ त भाइ त्यहाँ बसेर अब बस्नु ठाउँ छ त्यहाँ यो म अनि म अनि यो चाहिँ मेरो भाइहरू ओइ जमा केटा माथि टप अविनाश भाइ हिँडिरहेछ र यहाँ हेर्न सक्नुहुन्छ के को रुखो यो यो के को रुखो बस्नु ठाउँ छ खोइ के को रुखो यो साल हो कि स्वामी सालको रुख हाम्रो यहाँ पासाङजी हाम्रो क्याप्टेन र हामी छुच्ची लाग्छौँ र हाम्रो नमुना जेएसपिएलसी नमुना दिदी नमुनाहरू यहाँको चाहिँ डनहरू सबै हेलो ओइ म भन्छु जाऊ न ओइ इन्दा जाऊ न म भन्छु भन मेरो बुनु भन के त्यही भन्ने हैन नमस्ते जमाहरू जम हामी चाहिँ के लेखेको छ शीतलपाटी भ्रमण गर्नुभएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद खादबारी नगरपालिका 11 नम्बर वार्ड नम्बर कार्यालय यहाँ हाम्रो बुनीहरू हुन्छ को यो प्रेम छेत्री को नोइसा आकांक्षा एन्जिला हाम्रो केजी सर रकम म्यारी न हालिदिउँ के क्यामेरा भाइ ल हेर्नु कस्तो भयो